हजुरलाई सबैभन्दा प्यारो लाग्ने वस्तु के हो? मलाई सबैभन्दा प्यारो लाग्ने वस्तु मेरो ज्यान। संसारमा सबैभन्दा महत्त्वपूर्ण के रहेछ? महत्त्वपूर्ण चाहिँ भन्न पर्दाखेरि जीवन। परिवार के रहेछ? परिवार यो जीवन कटाउनको लागि एसेसरिज मात्रै हुन्, सँगै आएका साथी मात्र। श्रीमतीको महत्त्व कतिको हुँदो रहेछ? सबभन्दा धेरै महत्त्व हुने नै श्रीमतीको र श्रीमानको। जीवनमा नभई नहुने कुरा चाहिँ के हुँदो रहेछ? आवास, भोजन, आवास, भोजन र साथी। हजुरलाई चाहिँ नेपालको सेलिब्रेटीहरूमा चाहिँ मनपर्ने सेलिब्रेटी कुन? मिथिला शर्मा। मिथिला शर्मा हजुरकै बेलाको हुनुहुन्छ उहाँ? मभन्दा 1-2 वर्ष जेठो हुनु होला। हजुर हजुर। हजुरलाई अहिलेको पुस्ताको सेलिब्रेटीमा चाहिँ त्यस्तो कोही? त्यस्तो किसिमको जच्ने खालको चरित्र छैन तिनीहरूसँग। मुभीमा चरित्र होला, रियलमा छैन। रियलमै भएको र मुभीमा नि भएको चाहिँ मिथिला शर्मा। मिथिला शर्माको एउटा हजुरलाई त्यस्तो जचेको एउटा क्वालिटी भन्नुपर्दा, एउटा गुण भन्नुपर्दा? उहाँको छाती पनि खोल्या देखिन, कुर्कुच्चा नि देखिन। उहाँको 32औं वर्ष नाचेँ अरे मैले। हजुर। हजुरलाई सबैभन्दा मनपर्ने नेता नेपालको? नेतामा त मलाई ज्यादै मनपर्ने भनेको नारायणमान बिजुक्छे हो। किन मर्जी होला भने उसले सम्पूर्ण चिज राष्ट्रका लागि मात्रै बोल्छ। अब व्यक्तिगत पार्टी साटीका कुराले होइन कि नेताको हिसाबमा चाहिँ नारायणमान बिजुक्छे। उसले भक्तपुर बनाइदियो। मेरो भक्तपुर जाँदाखेरि नाकमा थुनेर जान पर्थ्यो। अहिले भक्तपुर जाँदा बास्ना आउँछ मलाई। त्यही मैले भेटेँ नेता असली उही हो। हजुर हजुर। हजुरलाई अब अहिले जो सत्तामा हुनुहुन्छ, जसले देश चलाइराख्नु भएको छ, उहाँहरूप्रति सबैभन्दा आशावादी कोमा लाग्छ? अहिलेकोमा यो भन्न चाहिँ अलि अप्ठ्यारो कुरो हो। म अहिलेको परिस्थिति र मैले अहिले भएको सरकारहरूको वस्तुस्थिति हेर्दाखेरि आशावान कोही पनि छैनन् छोरी। यी जम्मै अमेरिकाबाट निर्देशित मात्रै सत्तामा भए हुनाले छैनन्। हामी अब निराशा हुने त यो कारणले। अब करिब यदि हामीहरूलाई कसैले ग्रिप गरेन भने, यदि कसैले हाम्रो राष्ट्रलाई राम्रोसँग समातेन भने हामी अमेरिकन चुगुलमा फसिसक्यौँ छोरी। अहिलेको नेता छैनन् कोही पनि। हजुर। मृत्यु संस्कारसँगै जोडेर रियल स्टोरी टाइमको अन्तिम म हजुरलाई प्रश्न सोध्छु। मान्छे कोही बित्दाखेरि चाहिँ